ल ओहो आज यो हाम्रो पाण्डुले के भएको यार लास्ट ढिला भएछ क्या घडी हेरे छ के भयो भाइ अरे यार दाइ नबोल्नु नि यार बेर गइसक्यो बसाउँदैन यार रुममा चाँडै गएर सुतिहाल्न पर्ने छ यार अहिले होइन कहाँ जाने हतार हो र सपना कुद्ने विचार छ कि के हो जाने छन् यिनले पनि यो आइडिया पहिले अप्नाएका आइछन् कि दाइले भन्दा सिंहले अप्नाए भन्नुहुन्छ फेरि होइन गफ त दिइराखेको हुन्छ त्यही पनि अब फेरि आज पनि ल सुन्नुहोस् हिजो राति सुत्ने बिहान पनि सुत्नु पर्यो हामी त अब नाइट ड्युटी गर्ने ओहो जाहिर बिहान दिउँसो सुत्दाखेरि सपना देखेँ सपनामा भ्वाक्कै बाटामा 1 करोड बिटै थियो बिटो भयङ्करै थियो बिटो 1 करोड भेटेपछि लगानी गर्नु पर्यो कसैमा त्यो त हान्नु गएर सिनेमा 3 तारे पाँडे होटल भनेर खोल्यो 3 तारे पाँडे होटल 10 जना स्टाफ पनि हायर गरेको हिजो अब त्यति भएपछि हतार हुनु पर्यो अब गएर सुतेर निद्रामा सपना देखेर अब त हिजोको हिसाब किताब बुझ्नु छ रातभरि कति व्यापार भयो त्यो त हो होइन होटल त फेरि खोलिहाल्यो अब स्याङ्जाको मान्छे यस्तो हुन्छ फेरि गफमा फेरि मान्छे उल्लु बनाउँछ कि त्यही भएर म पनि अब अब सियारै हाल्ने भए भन्नुसँगै इन्द्र माथिल्लो बेड खाली छ सुतेर तपाईँले नि सपना देख्न पाइयो फेरि सियार हाल्न पाउनु भयो विपन्नमा सपना पनि घुम्न लागिसक्यो 50 हामी सेङ्गालीका त दाइ सपनै महँगा हुन्छन् के दाइ व्यापार त विपन्नमा नभए सपनामा नि व्यापारै गरेका हुन्छौँ हामीले बिजनेस माइन्ड हो के दाइ हामी सेङ्गाली अब यसरी बोलेर बस्ने मसँग फुर्सदै छैन उता व्यापार भइसक्यो हिसाब किताब बुझ्न जान छ ल बाबु न अब त हिसाब मजाले बुझेर आएछ भने हिसाब बुझाएछ है हो ल ठिक छ ल ल जा बाबु ल सियर हाल्ने भए ट्याक्क सपनामा आउने 50 लाखसम्म सियर खोल्छु अब